नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई हाम्रो YouTube च्यानलमा, जहाँ हामी ल्याउँछौँ रमाइला, शिक्षाप्रद र मन छुने नेपाली कथाहरू। आज म तपाईहरूका लागि लिएर आएको छु एकदमै रोचक र मनोरञ्जनपूर्ण कथा, जसले तपाईको अनुहारमा हाँसो ल्याउनेछ र मन छोइदिनेछ। यदि तपाईलाई यस्ता रमाइला कथा सुन्न मन पर्छ भने कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोस्। घण्टी आइकन थिच्नुहोस् ताकि नयाँ कथा आउँदा सबैभन्दा पहिला तपाईले सुन्न सक्नुहुन्छ। अब बिना ढिलाइ सुरु गरौँ आजको कथा। कथा बुढा बाजे र मोबाइलको जादु। पहाडको एउटा सानो गाउँमा बाँचिरहेका थिए बुढा बाजे, नाम थियो धनबहादुर। उमेरले 60 नागेको, तर मन भने अझै जवान। बिहानै चौतारोमा गाई पाल्ने, गाउँका केटाकेटीसँग ठट्टा गर्ने, अनि बेलुका रेडियोमा गीत सुन्ने, यही नै थियो बाजेको दैनिकी। तर पछिल्लो केही वर्षमा गाउँको रूपै फेरिएको थियो। जताततै मोबाइल, भिडियो, टकटक र सेल्फीको रौनक। केटाकेटीहरू अब ढुङ्गामुढा खेल्दैनथे, चौतारोमा भेला पनि हुँदैनथ्यो। सबैको आँखा सानो चम्किलो पर्दामा गढेको हुन्थ्यो। धेरै समयसम्म बाजेले त्यो कुरालाई बेवास्ता गरे। तर एक दिन जब नातिले उनलाई देखायो, सानो टच स्क्रिनमा फिल्म, गीत, समाचार सबै चलिरहेको, बाजे अचम्म परे। यो त सानो बट्टामा संसार नै राखेको रहेछ, उनले भने। नातिले हाँस्यो, हजुरबा, यो मोबाइल हो। यसले कुरा गर्छ, फोटो खिच्छ र गीत गाउँछ। बाजे अझै अचम्ममा, यो बट्टाले गाउँछ भने अब गाईको के काम? गाउँभरि हाँसो गुन्जियो। तर त्यो रात बाजे सुतेनन्। उनको मनमा अजीब उत्सुकता जाग्यो, यो मोबाइल के हो आखिर? मानिसले बोल्न लगाउने यस्तो चिज कसरी बन्यो होला? भोलिपल्ट बिहान उनले छोरोको मोबाइल लिएर सिक्ने निधो गरे। पहिलो दिन उनले बटन थिच्दा गुगल असिस्टेन्ट बोल्यो, हाउ क्यान आई हेल्प यु? बाजे डराए, अरे यो त बोल्यो नि, यसमा त मान्छे पो बसेको रहेछ। नाति हाँस्यो, बोल्ने होइन हजुरबा, यो त कम्प्युटर हो। बाजेले झर्किँदै भने, कम्प्युटर भनेको कस्तो मान्छे हो? म त यसलाई भेट्न चाहन्छु। दिन बित्दै गए। बाजेले मोबाइल चलाउन सिक्न थाले। पहिले त गलत थिचेर गीतको सट्टा विज्ञापन सुन्थे, कहिले घण्टी बजाएर सबैलाई हतार पार्थे, तर बिस्तारै सिक्दै गए। उनी गाउँकै पहिलो बुढा व्यक्ति बने, जसले युट्युब खोल्न सिके। अब गाउँमा हल्ला फैलियो, धनबहादुर बाजेले मोबाइल बोलाउन सिके। केटाकेटीहरू आइपुग्थे, बाजे, हाम्रो फोटो खिच्नुस्। आमाहरू भन्थे, हाम्रो त टिकटक बनाउनुस्। बाजे गर्वले भन्थे, यो हात अब खेत मात्रै जोत्दैन, मोबाइल पनि चलाउँछ। एक दिन नातिले उनीलाई सुझाव दियो, हजुरबा, तपाईँ कथा सुनाउनुहोस्, म भिडियो बनाउँछु। बाजेले भने, कथा त मैले 100 पटक चौतारोमा सुनाएको छु, अब यो पातलो बट्टाले सुन्ने। नातिले मुस्कुराउँदै भन्यो, यो बट्टा होइन, संसार सुन्छ। त्यसपछि सुरु भयो बाजेको नयाँ यात्रा। पहिलो भिडियोमा उनले गाउँको कथा सुनाए, कसरी माटोले मान्छे पाल्छ, कसरी हिलोले बाख्रा धुन्छ, र कसरी मान्छेले माटोलाई छोड्न हुँदैन। भोलिपल्ट त्यो भिडियो टिकटकमा भाइरल भयो। गाउँका बच्चाहरू बिहानै आउँथे, बाजे, आज नयाँ कथा। कसैले उनै बाजेको आवाजमा गीत बनायो, कसैले उनको हाँसो काटेर भिडियो बनायो। बाजेले हाँसेर भने, पहिले म गाउँभरि बोल्थे, अब त संसारले सुन्छ। तर एक दिन राति बाजे एक्लै चौतारोमा बसेका थिए। आकाशमा चन्द्रमाको उज्यालो, मोबाइल उनको हातमा। उनले स्क्रिन हेरे, हजारौं मानिसले उनको भिडियोमा हृदय इमोजी पठाएका थिए। तर चौतारो सुनसान थियो, हाँसो थिएन, मान्छे थिएन। उनले बिस्तारै मोबाइल बन्द गरे, अनि माटो छोए। यो सानो पर्दाले संसार देखाउँछ, तर मान्छेको साथ देखाउँदैन, उनले मनमनै भने। त्यो दिनपछि उनले हरेक कथा अन्त्यमा एउटै वाक्य थप्न थाले, मोबाइलमा हाँसो देखिन्छ, तर साथ भने मान्छेले मात्र दिन्छ। अहिले पनि त्यो गाउँमा जब कसैले नयाँ मोबाइल किन्छ, बाजेले मुस्कुराउँदै भन्छन्, ठिक छ, मोबाइल राम्रो हो, तर कहिलेकाहीँ चौतारो आउन नबिर्स। धन्यवाद साथीहरू, हाम्रो कथासँग समय बिताउनु भएकोमा। यदि तपाईलाई यो कथा मन पर्यो भने कृपया लाइक गर्नुहोस् र साथीहरूसँग सेयर गर्नुहोस्। भविष्यमा यस्ता रमाइला कथाहरू सुन्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। तपाईको मनपर्ने अंश वा कथाबारे कमेन्टमा प्रतिक्रिया दिनुहोस्, हामी पढ्न पाउँदा धेरै खुसी हुन्छौँ। अर्को रमाइलो कथा लिएर चाँडै फिर्ता आउँछौँ। तबसम्म रमाइलो गर्नुहोस्, सिक्नुहोस् र खुसी रहनुहोस्।
धन्यवाद।